तिमीले हो यो जिन्दगीले के गर्यो के गर्यो भोजपुरसम्मको यात्रामा छौँ हामी। भोजपुर चखेवासको हाम्रो गन्तव्य भोजपुर चखेवाबाट भोलि बिहानै हामी मुन्नु पदमार्गलाई पछ्याउँदै पछ्याउँदै हामी मयुङ डाँडासम्म पुग्नेछौँ। हामी गइँदैछ होइन त, रमाइलो हुँदैछ। तपरमा बसिरहेको छु, चिया खान मन लाग्यो, चिया खाने भन्दैछौँ। चिया आउँदैछ, सबैजना व्यस्त छु मोबाइलमा, यता गोप्रो चलिरहेको छ। म अलि खोइ ह्यान्ड चाहिँ आएको छु म, खै आइरहेको छु नि। ल राम्रै आइरहेको छ। अहिले चाहिँ हामी यात्राको क्रममा हिले बजार नजिक आइपुगेका छौँ। यहाँनिर हाम्रो गाडीमा अलिकति चार्ज कम भएको कारणले गर्दाखेरि चार्जको लागि हामी केही बेर यहाँ रोकिनेछौँ। त्यसपछि फेरि हाम्रो यात्रा अगाडि बढ्नेछ। इभी गाडी लिएर हिँड्न पनि गाह्रो छ। अघि यही ठाउँमा आयो, फर्केर फेरि माथि गयो, फेरि फर्केर तले आउनु पर्यो। नमस्कार, म भण्डारी। अहिले छेउमा उदिन तोरीबारी। बजाऊ सारङ्गी दाइ, सारङ्गीको धुन, उनीलाई सम्झे सम्झे रुन्छ मेरो मन। यो जिन्दगीले
के गर्यो लेदो योलाई ग्रेभी भन्छ नि यता हाम्रोतिर यसलाई रारा ताल फेवा ताल भन्छ हामी चाहिँ इटारीबाट आउँदाखेरि अहिले हिले बजारदेखि थोरै तलतिर छौँ हिले बजार यहाँबाट 2 किलोमिटर मास्तिर छ हामी पहिले यहीँनिर गाडी चार्ज गर्नको लागि हामी रोकिएका थियौँ तर यहाँ गाडीहरूको चाहिँ रुटमा आउने गाडीहरू धेरै भएको कारणले गर्दाखेरि चार्जिङ स्टेसन अलिक भिड छ फेरि यहाँबाट छोडेर हामी माक्लो स्टेसन गएको थियौँ माक्लो स्टेसनमा पनि नपाएपछि फेरि फर्केर तलै आयौँ यहाँ खानासाना पनि खाइसक्यो गाडी हाम्रो चार्ज हुँदैछ अब यो चार्ज भइसके पछाडि अहिले हाम्रो लगभग 70 जति पुगेको छ अब 85 पुगेर लगभग यहाँबाट 15-20 मिनटमा हामी फेरि निस्किन्छौँ अहिले चाहिँ हामी भोजपुर बजार पुग्न आँट्यौँ भोजपुर बजारको छेउमा छौँ हामी यहाँ एउटा बाटो छेउमा ढुङ्गे धारा भेटेर पानी खानको लागि एकछिन रोक्यौँ अब भोजपुर बजार पुगेर फेरि हामी त्यहाँ गाडीलाई चार्ज गर्न सकेको चार्ज गरेर त्यहाँ फेरि अगाडि बढ्छौँ
फाइनली 7 घन्टाको ट्राभलपछि हामी आई लभ यु भोजपुर आइपुगेका छौँ। हाम्रो गाडी फेरि यहाँ चार्जमा हालेका छौँ। हामी चाहिँ अहिले भोजपुर जिल्लाको सदरमुकाम भोजपुर बजार आइपुगेका छौँ। हामीले गाडी माथि हाइवेमै चार्जिङ स्टेसन रहेछ, त्यहाँ चार्ज लगाइदिएर एकछिन यो समयलाई सदुपयोग गर्दै भोजपुर बजार पनि घुमौँ भनेर। यो एकदमै पुरानो बजार, भोजपुर जिल्लाको सदरमुकाममा रहेको बजार। हाइवेबाट अलिकति दक्षिणमा पर्छ, त्यही भएर हाइवेबाटै देखिँदैन, अलिक कोल्टे पर्छ। त्यो हुँदाखेरि जति पनि आउनुहुन्छ भोजपुर साइडतिर घुम्नलाई एकचोटि भोजपुर बजार अनिवार्य प्रवेश गरिदिनु होला। एकदम पुरानो टिपिकल घरहरू, पुरानो पसलहरू, यो पुरानो स्ट्रक्चर होइन हामीले देख्न सक्छौँ, इस्कुसहरू, यहाँ तरकारीहरू। र भोजपुर चाहिँ हाम्रो खुकुरीको लागि फेमस, भोजपुरे खुकुरी भन्ने सुन्नुभएको होला। खुकुरीको फेमस यहाँ तलतिर छन् खुकुरी पसलहरू, जाउँसँगै हेरौँला। चिसो अनुभव फिल भइरहेको छ होइन। लगभग पुग्न लाग्यो हामी। कस्तो अनुभव भइरहेको छ तैँले तपाईँलाई? चिसो भइरहेको छ है? कस्तो फिल हुँदैछ त नि? अहिले अलिअलि चिसो चिसो हुँदैछ, तर केही छैन, हामी गर्मी खाएर आएको मान्छेलाई चिसोमा होइन। अनि के छ त अनि? रमाइलो भइरहेछ। अब हामी बस्ने ठाउँ लगभग आइपुग्न आँटो गोठेसिङ होमस्टे भनेको। अब यहाँबाट 2 किलोमिटर अगाडि गोठेसिङ होमस्टे छ। यो झर्नाको बोर्डमा पनि हाम्रो गोठेसिङ होमस्टे, हामी आज जहाँ बस्न जाँदैछौँ गोठेसिङ होमस्टेको प्रकाश राईज्यूले नै यो सौजन्य गर्नु एकदम राम्रो छ। गणेश रसिक झर्ना, हामीले यस्ता झर्नाहरू चाहिँ बाटोमा अवलोकन गर्दै गर्दै आएका छौँ। हामीले तल पनि एउटा झर्ना हामीले देखाएका थियौँ, यहाँ फेरि हामी अर्को झर्नामा आइपुगेका छौँ। हामी चाहिँ गोठेसिङ होमस्टे आइपुगेका छौँ। हामी ठ्याक्क आउनुपर्ने डेस्टिनेसनमा, आजको डेस्टिनेसन आइसक्यो गोठेसिङ होमस्टे। यहाँ चिसो अत्याधिक छ भनेको लगभग टेम्परेचर हामीले अघि मोबाइल फोनबाट हेर्दै गर्दाखेरि 14 थियो, गाडीमा 10-11 देखाएको थियो। लगभग कस्तो छ फेरि अहिले हामी माथि गएर, तर चिसो एकदम छ। साथीहरू कामिरहेका छन् एकदम। अब हाम्रो अर्को साथीले यहाँ भाइले चाहिँ ड्रोनको सट एकचोटि नाइट सट पनि लिउँ त ड्रोनको के कस्तो हुँदो रहेछ भनेर ड्रोनको सट पनि ट्राई गर्न खोज्दैछ। ड्रोनको सट लिनको लागि ड्रोन रेडी गर्दैछ होइन। हेरौँ एकचोटि नाइट भ्यू। हामी मुन्दुम पद मार्गको यात्राको पहिलो दिन हामी डेस्टिनेसनमा आइपुगेका छौँ। भर्खर गोठेसिङ होमस्टे है, हामीले तलबाट जुन टार्गेट बनाएर आएको थियौँ गोठेसिङ होमस्टेमा आइपुगेका छौँ। हामी आजको रात यहीँ स्पेन्ड गर्छौँ र भोलि बिहान हाम्रो यहाँबाट पद यात्रा सुरु हुन्छ र भोलि बेलुका हामी माथि गोठमा गएर बस्नेछौँ। पहिलो दिन ठिक छ, हामी हाम्रो दाइकोमा आइपुगेका छौँ गोठेसिङ होमस्टेमा। अब यहाँको हामी बाँकी अब यहाँ पाउने जोत्ने खाने गर्ने अब बाँकी छ, खाना खाने सुत्ने कार्यक्रम। त्यसपछि बिहानै हामी फेरि हाम्रो यात्रा सुरु गर्छौँ।
are moving towards Mundum. आज चाहिँ हाम्रो मुन्दुम पदमार्गको दोस्रो दिन हामीले पदयात्रा सुरु गरिसकेका छौँ। गोठेसिङ होमस्टेमा बास बसेको थियौँ, त्यहाँबाट आएर हामी अब यो डाँडा निस्किँदैछौँ। यो चाहिँ गोठेसिङ होमस्टेबाट हामी सर्टकट बाटो निस्केर माथि जाँदैछौँ। उताबाट चखेवाबाट आउने बाटो माथि भेट्छौँ र त्यहाँबाट चाहिँ हामी पदमार्गलाई पछ्याउँदै पछ्याउँदै जानेछौँ। सरकार झुल बनाइदेखा सक्सेस भने दुर्गम भेगमा स्कुल बनाइदेखा सरकार झुल बनाइदेखा सक्सेस भने दुर्गम भेगमा स्कुल बनाइदेखा नेपाललाई स्विजरल्यान्ड बनाउनु अगाडि टुन हटाई त्यहाँ झुलुङ्गे पुल बनाइदेखा। मुन्दुम पदमार्गमा हामी यस्तै थुप्रै जङ्गलहरू छिचल्दै जानेछौँ। र जङ्गलहरू मध्येको पहिलो जङ्गल अब यहाँबाट सुरु भएको छ। हामीले अझै पनि पदमार्ग भेटिसकेका छैनौँ। पदमार्ग भेट्नुभन्दा अगाडि नै एउटा जङ्गल छ। अब यो जङ्गललाई छिचल्दै जान्छौँ। यस्ता जङ्गलहरू चाहिँ थुप्रै हामीले अझै माथि छिचल्नु छ। हामी गोठेसिङ होमस्टेबाट माथि आइसक्यौँ। पहाड एउटा डाँडा चढ्दा आइसक्यौँ हामी। अब फाइनल्ली मुन्दुम पदमार्ग जुन चखेवाबाट सुरु हुन्थ्यो, चखेवाबाट सुरु हुने मुन्दुम पदमार्ग यहाँ भेटिन्छ। यो गोठेसिङबाट छिर्ने यो गेट भयो। यो चाहिँ गोठेसिङको लागि सिम्बल राखिदिएको हो। यहाँबाट यो गेट छिरेर हामी गोठेसिङ जान सक्छौँ। पदमार्ग जाँदा चखेवा पुगिन्छ। अब दुईटै बाटो भेट भइसके पछाडि अब हामी मुन्दुम पदमार्गलाई नै पछ्याउँदै मयङ डाँडासम्म पुग्नेछौँ। हामी अहिले मलुवा पोखरी भन्ने ठाउँमा छौँ। मलुवा पोखरी हामी मुन्दुम पदमार्गको सुरुमै आउने एउटा राम्रो ठाउँ हो। एकदम सौन्दर्य ठाउँ। यहाँ बस्नको लागि चौतारा पनि छ। सायदै मुन्दुम पदमार्गमा भेटिने पहिलो बिसाउने पहिलो चौतारा पनि यही मलुवा पोखरी हो। यहाँ बोर्ड राखेको छ दलसिङे। अब 3 किलोमिटर यहाँबाट 3 किलोमिटर माथि गएर दलसिङे भन्ने ठाउँ छ, अर्को बिसाउने ठाउँ चौतारा। त्यहाँ हामी सायद खाजा खान्छौँ होला अलिकति केही। हामीले बोकेर आएका छौँ खाजा, त्यहाँ चाहिँ पाउँदैन। त्यसपछि धोद्रेमा गएर हामी खाना खान्छौँ। धोद्रे 8.5 किलोमिटर छ। अब यहाँबाट 8 किलोमिटर हामी यात्रा गरेर धोद्रेमा गएर खाना खानु छ। त्यसपछि त्यहाँबाट बाँकी यात्रा गर्छौँ। यो हाम्रो मलुवा पोखरीमा चाहिँ यहाँ लगभग 4-5वटा पोखरीहरू सानसाना गर्दै 4-5वटा पोखरी छन्। एकदम सुन्दर दृश्य देखेको छ। हरियो पानी छ तल पोखरीको हेर्ने भनेदेखि। हामी ड्रोन सट यहाँ लिन ट्राई गर्दैछौँ। हामी कस्तो आउँछ हेरौँ। साथीहरू चाहिँ यात्राको क्रममा थाकेँ भनेर चक्लेट खाँदैछन्। अब है चक्लेटले एकदम इनर्जी रिस्टोर गर्छ। तपाईँहरू पनि ट्रेकिङको बेला हुनुहुन्छ भने ट्रेकिङमा चाहिँ ध्यान दिनुपर्ने कुरा एकदम चक्लेटहरू, यस्तो चक्लेटहरू चाहिँ बोकेर हिँड्दाखेरि धेरै सपोर्ट गर्ने यसले चाहिँ हिँड्दाखेरि छिट्टो क्विक इनर्जी रिस्टोर गर्ने। हामी मलुवा पोखरीमा एकछिन रेस्ट गरेर अब फेरि हामी
हाम्रो ट्रेकिङतर्फ लाग्दैछौँ होइन। हाम्रो साथीहरू अगाडि लाग्नुभएको छ है। ट्राभल गरेपछि धोद्रे पुगिन्छ। धोद्रेमा गएर खाना खान्छौँ, त्यसपछि हाँसपोखरी। अब यहाँबाट 14 किलोमिटर धोद्रे जानुलाई अलिकति यहाँ उकालो चढिसक्यो, त्यसो बाटो छ, सहजै पुगिन्छ। सो फाइनली हामी खाजा खाएर फेरि पनि ब्याक टु जर्नीमा आएको छौँ होइन। रमाइलो भइरहेको छ, थकित पनि भइँदैछ, आराम गरेर चाहिँ हिँड्दैछ होइन। रमाइलो छ। लहरै हिमालको सिनहरू देख्न सकिन्छ। त्यो भएर हामी यो ठाउँमा एकछिन अडियौँ, केही फोटोहरू खिच्यौँ, रमाइलो गऱ्यौँ। तर हिमालको सौन्दर्य अघि आउँदा जति थियो अहिले घटिसक्यो, बादलले छोपिसक्यो। अब टाइम पनि लगभग 10 भइसक्यो, त्यो भएर पनि हिमालको सिन अलिक देखिन छोड्यो। भोलि हामी बिहानै यिनै हिम श्रृङ्खलाहरूलाई मयङ डाँडाबाट एकदम क्लियरली हेर्नेछौँ। गफमा मात्र हो बहिनी, मैले 10 मा 10 पाउने।
केही बेरमा हामी खाना खाने भन्दै कुरा हुँदैछ। अब गएर चाहिँ खाना खाने हो, एकछिन बस्ने हो, फेरि उकालो चढ्नुपर्ने छ। सबैभन्दा टेन्सन मलाई लागेको चाहिँ त्यो। हामी चाहिँ अहिले धोद्रेमा छौँ। धोद्रे भनेको चाहिँ मयङ पदमार्गको तल चखेवाबाट मयङ पुगुन्जेलसम्मको बिचको एउटा स्टेसन हो यो है धोद्रे भनेको। त्यसमा चाहिँ हामीले खाना भनेको थियौँ। यहाँ आएर खानासाना खाइयो। अब खानाहरू खाएको देखाउन पाइएन। हामी अघि धेरै भोकाको कारणले गर्दाखेरि अनि त्यसैभन्दा पहिले खानातिरै लाग्यो र खाना खाइसकेर अब एकछिन रेस्ट गरेर फेरि हामी ब्याकप्याकसहित अब यो पारीको बाटोबाट उकालो चढ्नु चाहिँ यहाँबाट अलिकति माथिसम्म थोरै उकालो छ। त्यस पछाडि त्यहाँबाट हल्का ओह्रालो झर्दै हामी खोला पुग्छौँ र खोला डिलेटेन हुँदै अब चाहिँ हामी मनमोहक दृश्यहरू सौन्दर्यहरू हेर्दै 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 अगाडि बढ्छौँ। हस् धन्यवाद। अब हाम्रो नेभिगेटरज्यूको अनुसारले चाहिँ अब अझै हामीले अहिलेसम्म आएको बाटोमध्येमा अझै मनोरम दृश्य अझै पनि आउनु बाँकी छ अरे। हामी पनि झन्डै त नभनौँ बट कति टाइम लाग्ला सर सर अब यहाँदेखि? माइट बी 2 आवर्स 2 घन्टा अझै कस्तो एक्ज्याक्ट मैले भनिदिएको आम्मामा म हुनेछ त्यो दिन हराएको घाम हुनेछ। वाह 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 मलामीहरूको ताती सबै मुखमा सबैको राम राम हुनेछ। वाह वाह धुम्म हुनेछ त्यो दिन। हराएको घाम हुनेछ, मलामीहरूको ताती मुखमा सबैको राम राम हुनेछ। आहा शनाखत गरेपछि पोस्टमार्टम नि गर्लान्, निहालेर हेर्नु प्रिय मुटुमा तिम्रै नाम हुनेछ। वाह 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 वाह। कम भएछ त्यसो राति पल्टालाई फेसबुक स्क्रोल गर्दा देखेको खत्तम भएछ। पहिला राम्रै थिएँ, अलिअलि कम भएछ। हिजो भर्खर फेसबुकमा देखेको त खत्तम भएछ। के नाच्छु भन्दै मलाई छोडेर गएको थिएँ। प्रेमिका थिएँ, श्रीमती भयो, अहिले त बिटा बच्चा ठिक मम भयो। ल एडभेन्चर्स त छँदैछ बट मोर देन द्याट वी गाइज आर चिलिङ हियर। अनि we got the company from other 5 persons. They're still enjoying with us, and we will be there up to the destination. Somehow your heart नछुटोस् हाम्रो दरिलो साथ देख्नेले देखोस् सुनोस् हाम्रो यो सम्बन्ध पश्चाताप छैन कुनै यहाँ खुसी छौँ हामी छौँ जहाँ भन्नेले भनोस् गरोस् हाम्रो बारे कुरा जति जे छ मेरो तिमी नै अहिले चाहिँ हाम्रो ड्रोन उडाउने यहाँनिर पुरा भइरहेको छ।
पऱ्यो हामी तातो पानी खाँदैछौँ है हाम्रो भाइले पनि तातो पानी खाँदै हुनुहुन्छ उता बुनुले यता हाम्रो को पाइलटले उता भाइले ल है यहाँ त घोडाले पनि सल ओढेर हिँड्दो रहेछ उता खिच्नु घोडाले सल ओढेको लेडिज रहेछ त घोडा होइन बहिनी छुटो साम्रो दरिलो साथ देख्नेले देखोस् सुनोस् हाम्रो हामी चाहिँ अहिले यो मयुङ डाँडामा गोठमा छौँ गोठ स्टेमा हामी बेलुका यहाँ आइपुगेको थियौँ यहाँ बस्यो बिहानै उठेर सनराइज पनि हेऱ्यौँ हिमालको दृश्य पनि हेऱ्यौँ हिमाल आज केही खुलेको थिएन तथापि केही दृश्यहरू देखियो अब यहाँबाट चाहिँ हामी कफी सफी खाएर अब फर्किने तयारी गर्दैछौँ हामी तल धोद्रेमा गएर खाना खानेछौँ अनि धोद्रेमा खाना खाएर फेरि हामी आज गोठेसिङमा पुग्नेछौँ गोठेसिङबाट सम्भव भएमा छिटै पुगेछौँ भने हामी अर्कोतिरको यात्रा तय गर्नेछौँ भएन भने आज त्यहीँ स्टे गरेर भोलिको दिनबाट फेरि हामी नयाँ यात्रामा जानेछौँ पाइले हामी निस्किने बेलामा दाइले चाहिँ चोरीको छुर्पी लिनुभएको छ सोधेर पनि देखाइदिनु दाइ फेरि खासै छुर्पी धेर खानुहुन्न यो दाइले यतिले चाहिँ खासै हप्ता दिन पनि खासै कोरी कोरी भन्ने लाग्छ यसलाई फोटो हाल्नु डग फुड भनिदिन्छ क्या फेरि त्यो गुगलले सर्च गर्दाखेरि डग फुडमा चाहिँ फेरि त्यो च्याट्टै एकदम सेप एन्ड साइज चाहिँ फाइन हुन्छ क्या ट्याक्कै फ्याटलेस हुन्छ एक्सपोर्ट हुन्छ यहाँ चाहिँ हेर्दै एकदम फ्याट चिल्लो देखिन्छ कि त्यो खाँदै जाँदाखेरि अलिकति भित्र तेल जस्तो फाइनल डेस्टिनेसन मयुङबाट हाम्रो फर्किने यात्रा सुरु भइसकेको छ फेरि आज हामी अन्तिम हाम्रो डेस्टिनेसन गोठेसिङ होमस्टेमा गएर हामी फेरि आज स्टे गर्छौँ हिजो सँगै थियौ आज टाढेर गयौ हिजो सँगै थियौ आज टाढेर गयौ तिम्रा मायालु नजरहरू यो दिलभित्र गाडेर गयौ आँखा है आँखा हिजो सँगै थियौ आज टाढेर गयौ तिम्रा मायालु नजरहरू यो दिलभित्र गाडेर गयौ सोचेको थिएँ जाँदा सँगै गएको मान्छे फर्किँदा पनि साथ दिन्छौ भनेर सोचेको थिएँ जाँदा सँगै गएको मान्छे फर्किँदा नि साथ दिन्छौ भनेर तर कति निष्ठुरी रहेछौ बिच यात्राबाटै छाड स्टारबक्स नखाँदाखेरि ठिकै कुरा गरे पनि हाम्रो अगाडि साहित्यमा चल्लो हुन्छ पुस्तक फर्काउन नसकेपछि देख्यौ नि केटा बेलुका कसरी मान्छे डल्लो हुन्छ हामीसँग यात्रामा बिजनेस र स्टारबक्स छँदैछ र अनि यात्रा कसरी खल्लो हुन्छ उसले आफूलाई बाघ भन्दो रहेछ आफूलाई हामीलाई बकुलाई नि आफूलाई काग उसले बाघ भन्दो रे बाघ भनेको जङ्गलको काग भनेको चलाख बक्ला विचार है उसले आफूलाई बाघ भन्दो रहेछ हामीलाई बक्ला नि आफूलाई काग भन्दो रहेछ यसो साँझ आज साँझ यसो साँझ 2 प्याक लाभेला यसो जम्का भेट्दा होस् हेरौँ कसरी आफूलाई चलाख भन्दो रहेछ मैले कि हिजोको कुरा है मैले हारमा पनि जित बनाइरहे उनले जे भने नि त्यसैमा सहमति जनाइरहे होइन रुम भने रुम छोडिदिए त्यो भने त्यो गरिदिए आफू बसेको चेयर छोडिदिए म
मैले हारमा पनि जित बनाइरहे जे जे भनिन् त्यसै म सहमति जनाइरहे पत्थरसँग थियो मेरो मनको साइनो तर पनि सिसाकै घर बनाइरहे हिजो हामी जुन ठाउँमा खाना खाएको थियौँ जाँदा फर्किँदा पनि हामीले त्यही ठाउँमा आज धोद्रेमै खाना खायौँ र अब खाना खाएर हामी लाग्दैछौँ गोठेसिङतिर गोठेसिङमा जानेछौँ आज त्यहीँ बस्नेछौँ र भोलि फेरि हामी घरतिर प्रस्थान गर्छौँ इटरीतिर खोटाङको हुसु भोजपुरतिर जाँदैछ नमस्कार म भाग्य नेपानी ल हेर्नुस् त कस्तो अचम्मको दृश्य खोटाङतिर हुसु यहीँनिर फेरि भोजपुरमा घाम यो दृश्य देखेर कसो मान्छे मनमोहक हुँदैन त ल हेर्नुहोस् अब तपाईँहरू कमेन्ट गरेर भनिदिनु होला टेस्ट गर्छौँ मिठो लाग्यो भने फेरि फर्केर आउँछौँ के टिपिसकेँ मैले देख्दाखेरि डल्ले खुर्सानी जस्तो छ पुग्यो है आजलाई ए भगवान् यता हेर्नु यता भयो भयो छोडिदिनु उता उता पल्लो बटन हेर्नु यहीँबाट रातै देखिन्छ खाने न अलिकति वाओ खै फाइनली हामी हाम्रो डेस्टिनेसनबाट फर्केर अनि अब हामी चाहिँ लाग्दैछौँ ल हामी चाहिँ यो अहिले भोजपुर बजारमा छौँ भोजपुर बजार आइपुग्यौँ मन्दुम ट्रेलबाट फर्केको दिन चाहिँ हामी अलिकति छिटो फर्केको भएर भोजपुर बजारमा बस्छौँ भन्ने तरिकाले भोजपुर बजार आइपुग्यौँ भोजपुर बजारको यो हाम्रो होटल चन्द्रमा एन्ड गेस्ट हाउस हाम्रो साथीले ब्याग चाहिँ यहीँ छोडेर जानुभएछ ल ब्याग बोकेर फेरि लाग्यो अब माथि 5औँ तला भन्नुभएको छ 5औँ तला पुग्नु पऱ्यो सिडी छ है सिडी चढ्दा र झर्दा वाक्क भएर आएको फेरि यहाँ आएपछि सिडी नै चढिँदैछ खुट्टा एकदमै गलेको छ फेरि अब हामी यहाँबाट निस्किन आँट्दैछौँ हाम्रो भाइ छ नि यहाँ है एकदमै मजाको भाइ थप भाइ केही छ आउनु होला तपाईहरुले पनि धेरै उ गर्दिनु होला नबिर्सिनु नाम होटल चन्द्रमा एन्ड गेस्ट हाउस यो भोजपुरमा एकदमै राम्रो व्यवस्थित होटल लाग्यो हामीलाई चाहिँ पार्किङ सहितको एकदम ठुलो स्पेसमा यहाँ धेरै
टुरिस्टहरूको पनि बसोबास छ। यो विशेष गरी भोजपुर रुट हुँदै घुम्न जाने एरिया जुन टेम्के, मयङ मुन्दुम, उता साल्पा सिलिङचुङ, यता हलेसी यो रुट जाने टुरिस्टहरू चाहिँ धेरै जसो बस्नुहुँदो रहेछ। र सामग्री भरिएको देखियो, यसलाई भन्छ शुभ साइट है त। अब हाम्रो यहाँ शुभ साइट हुँदा हुँदै हामी गन्तव्यतर्फ लाग्दैछौँ है त। जस्तै उडी गयो मन देख्नै सकिन मैले, बेल जस्तै उर्लियो खुसी थाम्नै सकिन मैले। गाउँ कि झुमिन छौ याद आज म आकाशमा मायाले बोलायो मलाई, मायाले बोलायो। आईना बता कैसे उनका दिल चुराना है, आज अकेले में उनसे मिल जाना है। आईना बता कैसे उनका दिल चुराना है, आज फिर अकेले में उनसे मिल जाना है। मोहब्बत है, मोहब्बत है, मोहब्बत है। यस्तो पो हुँदो रहेछ प्लेन जस्तो है। तल राख छोड्नु जी। उड्छ अब? उड्छ नि, प्लेन नै हो त्यो सानो। हेर्नु त उड्न सुरु गर, उड्न सुरु गर। ल गयो। यात्रा सजिलो छैन, रमणीय यात्रा छ ट्रकको यात्रा। ल हेर्नु उहाँहरू कति मजाले बस्नु भएको छ। वाउ
राज गुरुङको गाना थियो वारी जमुना पारी जाउने यहाँ चाहिँ जमुनाको रुख जमुनाको फेदमा मनोकामना एकादशी बजार चाहिँ लाग्ने ठाउँ अहिले धमाधम चौतारा भन्दैछु एकादशी बजारमा एकादशी बजारमा फन्के रोटी थालमा एकादशी बजारमा फाइनली हामी इटरी आइसकेको छौँ। अब हाम्रो छुट्ने बेला थियो भइसकेको छ। हामी निकै हर्षका साथ गएको थियौँ र आउँदा निराश हुन्छौँ होला भनेको त्योभन्दा दुई गुणा चाहिँ हर्षका साथ आएका छौँ। चारैतिर झिलिमिली छ, तिहार लगाइसक्यो। भन भन भाइ हो